हेलो नमस्कार। आज फुलपातीको तपाईलाई धेरै धेरै शुभकामना। कता हुनुहुन्छ? घर पुगिसक्नु भयो कि कतै मुगलिनको जामतिरै अड्किनु पर्याछ? खैर केही छैन, म त काठमाडौँको रुममा अड्किया छु। अझ भनौँ म काठमाडौँमै छु अनि नवरात्रि गर्दैछु। नवदुर्गा भवानीले हामी सबैको रक्षा गरून्, देशमा शान्ति आओस् अनि परिवारजनमा सुख शान्ति समृद्धि फैलियोस् र छाइरहोस्। तपाईको पनि मेरो पनि भन्ने कामनाका साथ नवरात्रिको व्रत गर्दैछु है त। वास्तविक कुरा चाहिँ के भन्दाखेरि सामाजिक सद्भाव रहेको सानो प्रेमिल किस्सा लिएर आएकी छु आज म है त। सुनाउँछु। के भन्दाखेरि म चाहिँ मस्तले सुतिरहेको थिएँ है, अनि आज एकजना पल्लो घरको आन्टी घर जान थाल्नु भएको रहेछ। एकदमै बिहान 3 बजेतिर धेरै नै त्यो झ्याउ 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 आवाज आयो क्या तलबाट। अनि जुरुक्क उठेँ। मलाई चाहिँ के लाग्यो भन्दाखेरि ओहो झ्याप्पै उज्यालो भइसकेछ, म त निदाको निदाइ भएछु। कति बेला अब उठौँ, नुहाउँ, नैवेद्य बनाऊँ, पूजा गरौँ, मन्दिर पूजा गर्न जाउँ भनेर म त आत्तिएँ कि। अनि म त एक्कासी त्यो जुरुक्क उठेर यस्तो त्यो हल्ला भएकोतिर हेरेँ क्या। हेर्दाखेरि त मान्छेहरू हुनुहुँदो रहेछ। अनि एकछिन अझै गौड लगाएर हेरेँ। त्यस पछाडि एउटा ट्याक्सी आयो। हेत्तेरिका, आन्टी त घर पो जान थाल्नु भएको रहेछ। अनि पो 3 बजेदेखिको हल्ला गर्नु भएको रहेछ त्यहाँ उठेर। खैर केही छैन आन्टी, हजुर घर त जान लाग्नु भयो के, जानुपर्छ। तर घर जाँदै गर्दा भित्र सुटुक्क ककल्लाई आफू जान्छु भनेर भन्नुपर्ने कुरा हो भनेर निस्किने हो नि त। बाटोमा निस्किएर पो 3 बजे राति ए माइली बहिनी म हिँडेँ है त, बाई बाई पो भनेर भन्नुहुन्छ। ए माइली बहिनी, ए फलानी चिलानी म गएँ भनेर बाटोमा निस्किएर यो काठमाडौँको प्रत्येक रुममा सुतेका मान्छेहरूको निद्रा त डिस्टर्ब गर्नु भएन नि। जस्तो कि मेरो निद्रा डिस्टर्ब भयो है। खैर केही छैन, यो सबै हाँसी मजाको कुरा। के भन्दाखेरि जसरी आन्टीले कराउनु भयो नि, ए माइली बहिनी म त गाउँ हिँडेँ है, राम्ररी बस्नु, बाई बाई। ओ माई गॉड, यही त हो सामाजिक सद्भाव, सामाजिक प्रेम अनि सामाजिक अपनत्व होइन र? होइन भने त अहिले समाजमा पल्लो कोठामा को बस्छन्, कहाँ बस्छन्, के नाम गरेका बस्छन् समेत थाहा हुँदैन। कमसेकम आन्टीको कस्तो सद्भाव, कस्तो प्रेम रहेछ त है। यसरी कराएर भनेर हिँड्नुभयो, जानुभयो, कति खुसी लागेको। अनि एउटा कुरा त्यो भयो। अर्को कुरा चाहिँ के पनि भयो भन्दाखेरि चाहिँ साँच्चै भलै हजुरले मेरो निद्रा डिस्टर्ब गर्नुभयो आन्टी, अरूको पनि डिस्टर्ब गर्नुभयो, केही छैन। तर हजुरले यो निद्रा डिस्टर्ब त सधैँ गर्ने होइन नि, वर्षमा एकचोटि घर जाने बेलामा त गर्ने हो नि है। यही हो दसैँ आएको रमाइलो, अनि यही हो सामाजिक सद्भाव, सामाजिक प्रेम अनि सामाजिक अपनत्व। जो रगतको नाताले आफ्नो नभए पनि भावनाको नाताले चाहिँ अपनत्व महसुस गरायो। तपाईले चाहिँ कसलाई अपनत्व महसुस गराएर गाउँ झर्नु भयो त? कि झर्न बाँकी छ? म त झर्न बाँकी नै छ। ह्याप्पी दसैँ समग्रमा। यसपालिको दसैँ एकदमै रमाइलोसँग मनाउनु होला। बाटामा हुनुहुन्छ भने शुभयात्रा, घर जानेवाला हुनुहुन्छ भने पनि शुभयात्रा। राम्रोसँग जानु होला, राम्रोसँग दसैँ मनाउनु होला। अहिलेलाई चाहिँ भने ह्याप्पी फुलपाती, फुलपातीको धेरै धेरै शुभकामना।